नमस्कार, म उमेश देवकोटा। आजको भिडियोमा हामी नेपाल सरकारको ई-हाजिरी प्रणाली मार्फत बिदा लिने प्रक्रिया सिक्न गइरहेका छौँ। यो प्रणालीले सरकारी कर्मचारीहरूलाई सजिलै आफ्नो हाजिरी व्यवस्थापन गर्न मद्दत गर्दछ। यो भिडियोमा म सम्पूर्ण प्रक्रिया क्रमशः सरल र बुझ्ने तरिकामा प्रस्तुत गर्नेछु। यदि तपाईँ सरकारी कर्मचारी हुनुहुन्छ भने यो जानकारी तपाईँको लागि निकै उपयोगी हुन सक्छ। कृपया पुरा भिडियो हेर्नुहोस् र बिदा आवेदन गर्ने सजिलो तरिका जान्नुहोस्। आउनुहोस् भिडियो सुरु गरौँ। सुरुमा तपाईहरूले ई-हाजिरी प्रणालीमा लगइन गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरू कुनै पनि एउटा ब्राउजरको सर्च बारमा गई attendance.gov.np अथवा नेपालीमा ई-हाजिरी प्रणाली लेखी सर्च गर्न सक्नुहुनेछ। अहिले म यहाँ क्रोम ब्राउजर प्रयोग गर्नेछु र त्यसको सर्च बारमा गई attendance.gov.np लेखी किवर्डको इन्टर बटन थिच्नेछु। यसरी इन्टर गरिसके पछाडि हाम्रो अगाडि ई-हाजिरी प्रणालीको लगइन पेज खुल्नेछ। अहिले म यहाँ ल्यापटप प्रयोग गरिरहेको छु। तपाईहरूले सेम प्रक्रिया आफ्नो मोबाइल फोनमा पनि प्रयोग गर्न सक्नुहुनेछ। यो ई-हाजिरी प्रणालीको लगइन पेज हो। यहाँ हामीले आफ्नो लगइन आइडी र पासवर्ड प्रयोग गरी आफ्नो अकाउन्टमा लगइन गर्नुपर्ने हुन्छ। तपाईहरूको अकाउन्ट कार्यालयले व्यवस्थापन गर्नेछ र तपाईहरूलाई आफ्नो आइडी र पासवर्ड प्रदान गर्नेछ। यदि तपाईँ पहिलो पटक ई-हाजिरी प्रणालीमा लगइन गर्दै हुनुहुन्छ भने तपाईहरूको पासवर्ड बाइ डिफल्ट 1234 हुनेछ र लगइन गर्दा तपाईहरूलाई कुनै पनि समस्या आउँछ भने आफूभन्दा माथिल्लो निकायमा सम्पर्क गर्न सक्नुहुनेछ। अहिले म यहाँ कुनै एउटा आइडी राखिदिनेछु। त्यसको पासवर्ड राखिदिनेछु। यसरी आइडी र पासवर्ड राखिसके पछाडि हामीले लगइन बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी लगइन गरे पछाडि हाम्रो अगाडि पासवर्ड परिवर्तनको लागि अप्सन देखाउनेछ। हामीले आफ्नो इच्छा अनुसार पासवर्ड राख्न सक्नेछौँ। यदि तपाईँ पासवर्ड परिवर्तन गर्न चाहनुहुन्छ भने वर्तमान पासवर्ड 1234 राख्नुहोस् र तपाईले राख्न चाहेको पासवर्ड नयाँ पासवर्डमा राख्नुहोस् र पुनः एकपटक नयाँ पासवर्ड राख्नुहोस् र पेस्ट गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईहरूको पासवर्ड चेन्ज हुनेछ। अहिले म यहाँ पासवर्ड परिवर्तन गर्ने छैन, त्यसैले यो रद्द गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नेछु। सो गरिसके पछाडि हाम्रो अगाडि ई-हाजिरी प्रणालीको ड्यासबोर्ड खुल्नेछ, जहाँ तपाईले आफ्नो दैनिकी हाजिरी देख्न सक्नुहुनेछ र तपाईहरूको ई-हाजिरी प्रणालीको भाषा अङ्ग्रेजी देखिएको हुन सक्छ। यदि तपाईहरूलाई नेपाली कम्फर्टेबल हुन्छ भने यो नेपाली लेखिएको ठाउँमा गएर भाषा परिवर्तन गर्न सक्नुहुनेछ। म अहिले यहाँ नेपाली भाषा राखिदिनेछु। आजको भिडियोमा हामी मुख्यतः बिदा कसरी लिने भन्ने बारे सिक्न गइरहेका छौँ। हामीसँग दुईवटा विकल्पहरू रहेका छन्। दुवै तरिका हामी क्रमशः सिक्नेछौँ। पहिला सजिलो सिकौँ। यसका लागि तपाईहरूले ड्यासबोर्डको दायाँ साइडमा यहाँ बिदा आवेदन गर्नुहोस् भन्ने बटन देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुपर्ने हुन्छ। म यसमा क्लिक गर्नेछु। यसरी क्लिक गरे पछाडि हाम्रो अगाडि एउटा नयाँ पेज खुल्नेछ, जहाँ हामीले बिदा आवेदन फारम भर्नुपर्ने हुन्छ। यो फारम तपाईको बिदा आवेदनको मुख्य भाग हो र यो फारम राम्रोसँग भर्नुपर्ने हुन्छ। फारमको टप पार्टमा तपाईको विवरण देखाइएको हुनेछ र हल्का तल स्क्रोल डाउन गरे पछाडि हाम्रो बिदा आवेदन फारम देखिनेछ। फारममा पहिलो कुरा तपाईले बिदाको प्रकार छान्नुपर्ने हुन्छ, जसका विभिन्न विकल्पहरू
हुन्छन्, जस्तै घर बिदा, करार बिदा, बिरामी बिदा, अध्ययन बिदा, भैपरी वा पर्व बिदा। अन्य बिदाको प्रकार चाहिँ तपाईँ अस्थायी करार वा थायी कर्मचारीको आधारमा फरक रहनेछ। अब तपाईँलाई चाहिएको बिदाको प्रकार छनौट गर्नुहोस्। यसरी बिदाको प्रकार छनौट गरे पछाडि राइट साइडमा तपाईँले जम्मा पाउने बिदा अवधि वा कति दिन बिदा बाँकी भन्ने जानकारी पाउन सक्नुहुनेछ। अब तपाईँले बिदा सुरु हुने मिति र बिदा समाप्त हुने मिति छनौट गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई एक दिनको मात्रै बिदा चाहिएको छ भने दुवै मितिमा एउटै मिति चयन गर्न सक्नुहुनेछ। मिति चयन गर्न तपाईँहरूले मितिमा क्लिक गरे पछाडि यहाँ जुन मिति देखाएको छ यसमा क्लिक गरे पछाडि एउटा क्यालेन्डर खुल्नेछ, जसमा हामीले वर्ष, महिना र गते छनौट गर्न सक्नेछौँ। अहिले म यहाँ 2081 भदौ 5 गतेबाट 2081 भदौ 6 गतेसम्म बिदा लेख्नेछु। त्यसको लागि मैले बिदा सुरु मितिमा यसमा क्लिक गरे पछाडि जुन क्यालेन्डर देखिएको छ त्यसमा 2081 वर्ष 2081 छनौट गरे, महिनामा भाद्र छनौट गरे र 5 गते बिदा सुरु मिति राखेँ। यहाँ हामीलाई 5 देखि 6 सम्म बिदा चाहिएकोले अब बिदा समाप्ति मितिमा यो जुन मिति देखाएको छ त्यसमा क्लिक गर्नुहोस् र महिना भाद्रको 6 गते लेखी बिदा सुरु र बिदा समाप्ति मिति राख्नुहोस्। यसरी मिति चयन गरिसके पछाडि स्वीकृत गर्ने र सिफारिस गर्ने पदाधिकारीको ठाउँमा तपाईँले आफ्नो कार्यालय प्रमुख वा कार्यालयले तोकेको व्यक्तिको नाम छनौट गर्नुपर्ने हुन्छ। मैले यहाँ कार्यालय प्रमुख छानिसकेको छु। यसरी कार्यालय प्रमुखको नाम राखे पछाडि हामीले बिदा लिनुको कारण खुलाउनु पर्ने हुन्छ, जुन स्पष्ट र संक्षेपमा लेख्नुपर्ने हुन्छ, जस्तै स्वास्थ्य समस्याको कारण, पारिवारिक समस्या, अध्ययन, यात्रा आदि। अहिले म यहाँ केही लेखेर छोडिदिनेछु। यसरी बिदाको कारण लेखिसके पछाडि हामीले एकचोटि फारम राम्रोसँग चेक गर्न सक्नेछौँ। फारम राम्रोसँग चेक गरिसके पछाडि हामीले यो तल नयाँ थप्नुहोस् भन्ने बटन देख्नेछौँ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। अब नयाँ थप्नुहोस् बटनमा क्लिक गरे पछाडि हाम्रो बिदा आवेदन स्वचालित रूपमा कार्यालय प्रमुखको अनुमोदनको लागि पठाइन्छ र कार्यालय प्रमुखले स्वीकृत गरे पछाडि तपाईँको हाजिरीमा बिदा देखिनेछ। यसरी हामीले बिदा आवेदन गर्न सक्नेछौँ। आजको भिडियोमा हामीले बिदा कसरी लिने भन्ने बारे जानकारी लियौँ। बिदा लिने अर्को प्रक्रियाको लागि अर्को भिडियो हेर्नुहोला। हवस् त, धन्यवाद।